हालै मात्र पोखरामा आदिवासी जनजाति महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी एक राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। सम्मेलन के थियो र के भयो, यो सामग्रीमा हामीले सोही सन्दर्भ प्रस्तुत गरेका छौँ। आदिवासी जनजाति महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी एक राष्ट्रिय सम्मेलन पोखरामा हालै सम्पन्न भएको छ। सुरुवात भक्तपुरले क्यानाडाको म्याकगिल विश्वविद्यालयसँगको सहकार्यमा आयोजना गरेको उक्त सम्मेलनको मुख्य उद्देश्य एचआईभी संक्रमित महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी जीवन भोगाई र चुनौतीहरूका बारेमा छलफल गर्नु र अधिकार प्राप्त गर्ने कार्यका लागि जागरण ल्याउनु रहेको बताइएको छ। डोनर कसैले पनि आदिवासी जनजाति भनेर विशेष रूपमा कुनै पनि कार्यक्रममै दिएन। हाम्रो लागि हामीले गर्ने भनेर गरे हो। सिम्पल आन्सर त्यति नै हो। धेरै समस्या अर्कै कुरा हो। सबै मिल्यो भने त समाधान भइहाल्छ नि। सबै एउटै हो। अनि मैले चाहिँ तामाङसँग कुरा गर्नु पनि एकजना तामाङ दिदीबहिनीलाई बोलाएर मलाई एकछिन सम्झाइदियो भने सम्झाइदिन्छ नि त। नबुझ्नेलाई त बुझाउँछ नि। गुरुङ भाषाको पनि त्यही भयो। नेपाली त हामी बोलिहाल्छौँ। अनि त्यसरी चाहिँ हामीले चाहिँ यो 22वटा जिल्लामा कार्यक्रम गर्ने भनेर गऱ्यौँ र अहिले आएर 2टा प्रोभिन्सलाई हामीले सेलेक्ट गरायौँ। एउटा उता एउटा यता। अनि यो 2टा फोकस गरेर जान्छौँ। पाठेघरको समस्या छ अथवा ब्रेस्टको समस्या छ त्यो थाहा छ, त्यो स्वास्थ्य संस्थासम्म जान पुग्नलाई चाहिँ खर्च छैन। अरू कसैले खर्च दिँदैन। त्यहाँ गएर खर्च यस्तो छ भने छ, उपचार गर्ने यति लाग्छ भने चाहिँ उपचार गर्ने पैसा छैन। त्यसबाट अझै पीडित भएर बसिरहेका छौँ। हामीलाई कति कुरा थाहा छैन, थाहा भएको अवस्थामा यो छ भन्ने कुराहरू गर्नु। सम्मेलनमा स्याङ्जा, गुल्मी, तनहुँ, रूपन्देही लगायतका विभिन्न जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सम्मेलनमा उनीहरूले अस्पताल र समाजमा अहिले पनि संक्रमित महिलाहरूका लागि सहज सेवा नभएको, समाजमा भेदभाव र लान्छना कायम रहेको गुनासो गरेका थिए। जब स्वास्थ्य बिमाबाट हामीले टिकट काट्न जान्छौँ बिमा लिएर, अनि त्यसपछि त्यो टिकटमै लेखेको हुन्छ कि पहिले चाहिँ एचआईभी भनेर लेखेको हुन्छ कि टिकटमै, त्यही अनुसार उहाँहरूले सेवा दिने। अनि त्यसपछि कतिजना त फर्केर जानुभयो कि। अनि पछि फेरि मैले के भने तपाईँहरूले स्वास्थ्य बिमामै एचआईभी भनेर त्यो परिवारमा त एकजना एचआईभी सङ्क्रमित छ भनेर 5जनाले स्वास्थ्य बिमा गर्न पायो। त्यो बच्चाहरू त हुँदैन नि त, नर्मल हुन्छ नि त। अनि नर्मल बच्चाहरू जाँदा पनि अनि डक्टरले हेर्ने, छड्के आँखाले यसो गरेर हेर्ने, त्यसपछि त अनि त्यो बिमा लिएर कार्ड लिएर जानै मानेन कि। अब कुन उसमा पर्नुहुन्छ भनेर सोधिदिनु हुनुभएछ होइन। धेरैले अब के भन्ने बिचरा अब थाहा नहुनेहरूलाई त थाहा भएन नि त, उसले आफ्नो बारेमै भन्नुभयो। एकदमै गाह्रो भनेको सर्जरी र अनि डेन्टलमा हो कि, एकदमै गाह्रो छ त्यहाँ चाहिँ। अनि एउटा दाँत उखाल्न नि एप्रोन नै लैजानुपर्छ, त्यस्तो गाह्रो छ। अनि त्यसपछि अनि यो कुरा हामीले एआरटीमा राखिसकेपछि एआरटीले चाहिँ प्रशासनमा राखिदिनु भयो। त्यसपछि चाहिँ हाम्रो त्यहाँ अहिले पुरै हताइदिएको छ, केही पनि हुँदैन अहिले त्यहाँ। कुनले टिकट काटेको भन्ने पनि थाहा हुँदैन। केपिज मार्जिनलाइज ग्रुपमा मात्रै हामी सीमित भएर गरेका छौँ। अबको दिनहरूमा चाहिँ हामीले चाहिँ नर्मल ग्रुपहरूमा पनि हामी जानुपर्छ। अब हामी जस्तो हाम्रो स्कुल टिचरहरूमा पनि जानुपर्छ, त्यहीँबाट नै हामीलाई त्यहीँको टिचरहरूलाई पनि हामीले अवेर गर्नुपर्छ। हाम्रो टोल समाजमा चाहिँ हाम्रो आमा समूहहरू विभिन्नहरू छ, उहाँसँग पनि हामीले जानुपर्छ। किनकि टोल विकास संस्था हुन्छ, आमा समूह हुन्छ, स्वयंसेविकाहरू हुन्छ, उहाँहरू थ्रु चाहिँ अब चाहिँ हामी जानुपर्छ। हामी अब केपिज भन्दा चाहिँ थोरै हामी बाहिरको ग्रुपलाई पनि राखेर पनि हामीले चाहिँ अबको दिनहरूमा चाहिँ कार्यक्रम चाहिँ डिजाइन गर्नुपर्छ जस्तो लाग्छ। विगत लामो समयदेखि एचआईभी संक्रमितहरूको अधिकार तथा जीविकोपार्जनका कार्यक्रमहरूमा सक्रिय सुरुवातले हाल देशका विभिन्न 22वटा जिल्लाहरूलाई आधार बनाएर आदिवासी जनजाति महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको अवस्थाका विषयमा राष्ट्रिय अनुसन्धान पनि गरिरहेको छ। यो सम्मेलन उक्त अनुसन्धानका लागि तथ्याङ्क सङ्कलनका लागि समेत राम्रो स्रोत भएको अनुसन्धान समूहको भनाइ छ। उहाँहरूसँगै बसेर विभिन्न किसिमका अनुसन्धानका कुराहरू हामीले सेयर गर्दै र उनीहरूको वस्तुगत स्थिति पनि हामीले बुझ्ने मौका पायौँ। यसले चाहिँ आगामी दिनका सुरुवातका कार्यक्रम र नेपालमा एचआईभीको क्षेत्रमा काम गर्ने संस्थाहरूलाई एउटा मार्गनिर्देशन प्रदान गर्नेछ भन्ने जस्तो मलाई लाग्छ। विशेषतः हाम्रो आज जुन महिला साथीहरूले आफूले भोग्नुभएका समस्याहरू, देखेका चुनौतीहरू र अब के गर्नुपर्छ भन्ने जुन सुझावहरू दिनुभएको थियो, त्यो हाम्रो लागि पनि एउटा चाहिँ
कोसेढुङ्गा साबित हुनेछ भन्ने मैले चाहिँ महसुस गरेको छु। यस्ता खालका कार्यक्रमहरू हामीले आगामी दिनमा पनि गर्नुपर्छ र अहिले जसरी हामीले पोखरामा गऱ्यौँ यस्तो कार्यक्रमहरू हामी अन्य ठाउँहरूमा पनि पुगेर त्यहाँको स्थानीय महिलाहरूसँग बस्ने, कुराकानी गर्ने र राज्यको तर्फबाट उनीहरूलाई चाहिने के कस्तो सेवा सुविधाहरू हो त्यसको बारेमा छलफल गर्ने र कसरी त्यसमाथि हामी पहुँच पुर्याउन सकिन्छ भन्ने कुराहरूमा विचार विमर्श गर्ने हो भने यो क्षेत्रमा हामीले योगदान गर्न सक्छौँ। सम्मेलनले 4 बुँदे पोखरा घोषणापत्र समेत जारी गरेको छ, जसमा निम्न विषयवस्तुहरू समावेश छन्। नेपालमा एचआईभी अझै पनि लान्छना तथा भेदभावका रूपमा रहेको छ, जसको अत्याधिक मारमा संक्रमित आदिवासी जनजाति महिलाहरू रहेका छन्। नेपालको संविधानमा आधारभूत स्वास्थ्योपचार निशुल्क रूपमा पाउने मौलिक अधिकार भएकाले एचआईभी संक्रमितहरूले बिना भेदभाव र बिना लान्छना सहज रूपमा संक्रमितको गोपनीयताको अधिकार सुरक्षित राख्दै निशुल्क स्वास्थ्योपचार पाउने अवस्था सुनिश्चित गरिनुपर्दछ। सरकार तथा एचआईभी एड्सको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी सङ्घ संस्थाको एचआईभी संक्रमित लक्षित कार्यक्रम समुदाय स्तरमै कार्यान्वयनमा लैजान पहल गरिनुपर्दछ। व्यक्तिगत प्रयासले मात्रै एचआईभीसँग सम्बन्धित समस्या समाधान नहुने भएकाले समुदायमा आधारित सङ्घ संस्था, आमा समूह लगायतका सामूहिक पहलमा एचआईभी संक्रमित महिलाहरूका लागि सबै स्वास्थ्य सेवामा पहुँच, लान्छना न्यूनीकरण, रोजगारमूलक तालिम र सम्मानजनक जीवनयापनका लागि तिनै तहका सरकार समक्ष पहल र पैरवी गरिनुपर्दछ।